नमस्ते साथीहरू, म पदमराज भट्ट। आज म तपाईहरुलाई प्लेन लोड टेस्ट PLT एकदमै सजिलो तरिकाले बुझाउने छु। यो टेस्टले फाउन्डेसन कति लोड सहन्छ र कति धस्छ भन्ने कुरा ठ्याक्कै बताउँछ। यसका मुख्य उद्देश्यहरू छन्: अल्टिमेट लोड बेयरिङ क्यापासिटी पत्ता लगाउने, सोइल कति धस्छ, सेटलमेन्ट कति हुन्छ भनेर मापन गर्ने, यही आधारमा सेप बेयरिङ क्यापासिटी SBC निकालिन्छ। साथीहरू, एपरेटस के चाहिन्छन् भनेर पनि जान्नुपर्छ। PLT गर्नका लागि प्लेन लोड को लागि स्टील प्लेट 30 देखि 75 cm डायमिटरको, हाइड्रोलिक ज्याक, रिएक्सन बीम, डायल गज, 0.0 mm एक्युरेसी, यही 4 मुख्य इन्स्ट्रुमेन्टबाट हामी टेस्ट पुरा हुन्छ। साथीहरू, यसको प्रोसिडर स्टेप बाई स्टेप भन्छु। स्टेप नम्बर 1 मा चाहिँ एक्जाभेसन गर्नुपर्छ। फाउन्डेसन डेप्थ हामी चाहिँ सम्म पारेर सफा बराबर खाल्डो खन्ने गरेर बनाउनु पर्छ। त्यसपछि स्टेप नम्बर 2 लेभल सर्फेस र प्लेटलाई चाहिँ त्यहाँ प्लेस गर्नुपर्छ। सोइल सर्फेस लेभल बनाउने र स्टील प्लेटलाई ठ्याक्कै सेन्टरमा राख्ने। त्यसपछि स्टेप नम्बर 3 मा हामी के गर्छौं भनेपछि सेट हाइड्रोलिक ज्याक गर्छौं अनि रिएक्सन बीमलाई पनि फिट गर्छौं। यसमा प्लेट माथि ज्याक राख्ने, त्यसको माथि रिएक्सन बीम वा टङ्क लोड राखेर चाहिँ हामी सिस्टम तयार गर्छौं। साथीहरू, त्यसपछि स्टेप नम्बर 4 मा फिक्स डायल गज गर्छौं अनि प्लेटको सेटलमेन्ट मापन गर्न प्लेट वरिपरि डायल गज राख्ने। यहाँ हामीले व्हाइट बोर्डमा पनि देखाएका छौं, यताको फिगरलाई हेरेर क्लियर बुझ्नु होला। स्टेप नम्बर 5 मा हामी चाहिँ अप्लाइड लोड इन इन्क्रिमेन्ट्समा लोडलाई स्टेडी इन्क्रिमेन्टमा अप्लाई गर्ने, जस्तै 7 किलो न्युटन पर मिटर स्क्वायर प्लस 20 डिग्री एडिसनल रिएक्सन लोडलाई राख्छौं। यसरी हामी अब स्टेप नम्बर 6 मा जान्छौं। सेटलमेन्टलाई रेकर्ड गर्छौं। हरेक लोड स्टेजमा रिडिङ लिने, जस्तै हामीले 0 मिनेटमा, 1 मिनेटमा, 5 मिनेटमा, 10 मिनेटमा, 30 मिनेटमा, 60 मिनेटमा। यदि सेटलमेन्ट 0.2 mm पर आवर भन्दा बढी भयो भनेपछि लोड होल्ड गर्ने। त्यसपछि हामी साथीहरू स्टेप नम्बर 7 लाई हेर्छौं। हामी यसमा चाहिँ प्लट लोड भर्सेस सेटलमेन्ट कर्व गर्छौं। लोड बढ्दै जाँदा कर्व जहाँ अचानक झर्छ त्यही अल्टिमेट लोड हो। त्यसपछि साथीहरू हामी क्याल्कुलेसन गर्छौं। सेप बेयरिङ क्यापासिटी SBC निकाल्ने। यसको फर्मुला हो Q सेप बराबर QU अपॉन FOS, जहाँ फ्याक्टर अफ सेफ्टी FOS बराबर 2.5 देखि 3 लिइन्छ। अनि हामी साथीहरू यसरी गरेपछि सोइलले कति लोड सुरक्षित रूपमा सहन सक्छ भन्ने कुरा 100% स्पष्ट हुन्छ। यही टेस्ट भवन, पुल र सडक फाउन्डेसन डिजाइनका लागि अत्यन्त महत्त्वपूर्ण छ। साथीहरू, यो प्लेन लोड टेस्टले तपाई सिभिल इन्जिनियरिङ फिल्डमा काम गर्दै हुनुहुन्छ भनेपछि यो महत्त्वपूर्ण भूमिकाको ज्ञान हुनेछ। यस्तै प्रकारको इन्जिनियरिङ ज्ञानको लागि मेरो पेजलाई, मेरो युट्युब च्यानललाई लाइक, शेयर, सब्स्क्राइब गर्नुहोला। थ्याङ्क यू। जय सिभिल इन्जिनियरिङ।